नमस्कार सम्पूर्ण मित्रहरूलाई जानकारी कम्युनिटी नेपालमा यहाँहरूलाई स्वागत छ। आज हामीले धादिङका रमेश अधिकारी हाल काठमाडौँबाट हुनुहुन्छ। उहाँले लेखेर पठाउनुभएका अतीतका याद र भोगाइहरू हामी वाचन गर्ने अनुमति चाहन्छौँ। रमेश र सरिताको विवाह भएको भर्खर 2 वर्ष पुगेको थियो। काठमाडौँको एउटा सानो डेरामा उनीहरूको संसार सजिएको थियो। रमेश एउटा निजी कम्पनीमा सामान्य जागिर थिए भने सरिता घरको काम सम्हाल्थिन्। आर्थिक अवस्था त्यति सबल नभए पनि उनीहरूका साना सपनाहरू निकै सुन्दर थिए। शनिबारको दिन सस्तो खाजा खाँदै बाटोमा हिँड्नु र भविष्यमा एउटा सानो घर बनाउने योजना बुन्नु नै उनीहरूको खुसी थियो। समय सधैँ एकै नास रहेन। बिहेको 5औं वर्ष पुग्दा नपुग्दै रमेशको कम्पनी घाटामा गएर बन्द भयो। त्यही समयमा सरिताको स्वास्थ्य पनि बिग्रन थाल्यो। एकातिर जागिर छैन, अर्कोतिर औषधि उपचारको खर्च। उनीहरूको जीवनमा अँध्यारो छायो। रमेश दिनभरि काम खोज्न भौतारिन्थे, तर कतै काम पाइँदैन थियो। बेलुका घर फर्कदा सरिताको मलिन अनुहार देख्दा उनलाई संसारै भारी लाग्थ्यो। तर सरिताले कहिल्यै गुनासो गरिनन्। उनी भन्थिन्, चिन्ता नगर्नुहोस्, यो समय पनि बितेर जानेछ। हामीसँग पैसा नभए पनि एकअर्काको साथ त छ नि। सरिताले आफ्नो माइतबाट ल्याएको केही गरगहना रमेशलाई दिँदै भनिन्, सुन्नुहोस् न, हजुर यसलाई बेचेर सानो एउटा व्यवसाय सुरु गरौँ। रमेश सुरुमा हच्किए, तर सरिताको विश्वासले उनलाई साहस दियो। उनले एउटा सानो चिया र नास्ता पसल सुरु गरे। बिहान 4 बजेदेखि राति अबेरसम्म दुवैले पसिना बगाए। रमेशले चिया पकाउँथे भने सरिताले नास्ता बनाउन र ग्राहकलाई सत्कार गर्न सघाउँथिन्। तर व्यापारमा पनि भने जस्तो नतिजा आउन सकेन। पसलहरू बीच पनि प्रतिस्पर्धा धेरै भयो। अन्ततः व्यापारमा घाटा लागेपछि उनीहरूको जीवनमा आर्थिक सङ्कट मात्र आएन, सामाजिक अपमानको पहाड नै खस्यो। छिमेकीहरूले सहरमा मोजमस्ती गरेर पैसा उडायो, अहिले कङ्गाल भयो भन्दै कुरा काट्न थाले। पसल जाँदा वा बाटोमा हिँड्दा मानिसहरू रमेशलाई देखेर मुख खुम्चाउँथे। आफ्नै नातागोताले पनि यसलाई अब त कसैले सुधार्न सक्दैन भन्दै ढोका बन्द गरिदिए। कोठामा खाने अन्नको गेडो नभएपछि र दिनदिनै ऋणदाताहरूको कचकचले गर्दा सरिताको मानसिक अवस्था बिग्रन थाल्यो। छिमेकीहरूले सरितालाई उकास्न थाले, कति दुःख पाउँछौ यस्तो मान्छेसँग, तिमी त राम्री छौ, अन्तै गएर सुखी जीवन बिताऊ। अन्ततः परिस्थितिले यस्तो मोड लियो कि सरिता हार खाएर रुँदै माइत गइन्। रमेश एक्लो भए। रित्तो घर, छिमेकीको तिरस्कार र श्रीमतीको अभावले उनी डिप्रेसनको शिकार हुने अवस्थामा पुगे। गाउँलेले भन्न थाले, ल हेर स्वास्नीले पनि छडेर गई, अब त यो सडकमा आउँछ। सरिता माइत त गइन्, तर उनको मन कहिल्यै स्थिर रहेन। माइतीमा पनि अभागी छोरी भनेर आफ्नै बाबा अनि छिमेकीले गरेको कुरा उनले सहनु पर्यो। उनलाई महसुस भयो कि श्रीमानको साथ छोड्नु समाधान होइन, बरु यो त कायरता हो। 2 महिनापछि कसैलाई नभनी सरिता 81 रमेशको ढोकामा आइपुगिन्। रमेशले अचम्म मान्दै हेरे। सरिताले रुँदै भनिन्, मलाई माफ गर्नुहोस्, मान्छेको कुरा सुनेर म डराएँ, तर मलाई थाहा छ कि मेरो संसार तपाईँसँगै छ। अब हामी सँगै मरिन्छ वा बाँचिन्छ, तर म तपाईँलाई छोड्दिनँ। श्रीमती फर्किएपछि रमेशमा नयाँ ऊर्जा आयो। दुवैले छिमेकीका कुरा सुन्न छाडिदिए। उनीहरूले गाउँकै एउटा सानो बाँझो जमिन भाडामा लिएर तरकारी खेती सुरु गरे। दिनरात माटोसँग खेले। छिमेकीहरू अझै पनि भन्थे यिनीहरूले केही गर्नेवाला छैनन्, तर उनीहरूको मेहनतले मरुभूमिमा पनि फुल फुलायो। बिस्तारै उनीहरूको तरकारी सहरको ठुलो बजारसम्म पुग्न थाल्यो। केही वर्षमै उनीहरूले आफ्नो ऋण मात्र तिरेनन्,
सहरमा एउटा सफल व्यापारीको रूपमा पनि चिनिए। आज त्यही छिमेकीहरू जसले उनीहरूलाई तिरस्कार गरेका थिए रमेशको घरमा सहयोग माग्न आउँछन्। रमेश र सरिता भने कसैलाई गुनासो गर्दैनन्। उनीहरूलाई थाहा छ संसारले त केवल उदाउँदो सूर्यलाई मात्र सलाम गर्छ। तर साँचो जीवन साथी त्यो हो जसले अँध्यारो रातमा पनि हात छोड्दैनन्। व्यापारमा सुधार आए पनि रमेश र सरिताको आँगनमा एउटा खड्किएको कुरो थियो, सन्तानको अभाव। विवाह भएको 10 वर्ष बितिसक्दा पनि उनीहरूको काख रित्तो नै थियो। सन्तान नभएको घर शमशान घाट जस्तै हुन्छ भन्दै छिमेकीहरूले सरितालाई अपुत्रो भनेर झिस्काउन र पूजाआजामा समेत टाढा राख्न थाले। यो पीडा सहन नसकी उनले सहरका नाम चलेका धेरै हस्पिटल धाए। कहिले काठमाडौँ, कहिले भारतका ठुला अस्पताल। जति कमाइ हुन्थ्यो सबै रिपोर्ट र औषधिमै सकिन थाल्यो। लाखौँ रुपियाँ बालोमा पानी हाले सरह भयो। डाक्टरहरू भन्थे सबै ठिक छ, तर काख भरिएन। आशा मर्दै गयो र पैसा मात्र खेर गइरह्यो। रमेश र सरिताले हार मानिसकेका थिए। सायद हाम्रो भाग्यमै सन्तान सुख छैन भन्दै उनीहरूले उपचार गर्नै छाडिदिए। एक दिन रमेशकी सानियामा उनीहरूलाई भेट्न आउनुभयो। सानियामाले पनि विवाहको 15 वर्षसम्म सन्तान नभएर धेरै दुःख र तिरस्कार भोग्नु परेको थियो। उहाँले सरिताको मलिन अनुहार देखेपछि भन्नुभयो, नानी नआत्तेऊ, मैले पनि तिमीले जस्तै धेरै ठाउँमा ठगिएँ, तर अन्त्यमा एउटा विशेष अस्पतालको उपचारले मेरो रित्तो रहेन। तिमीहरू पनि एकपटक त्यहाँ गएर हेर। सानियामाले आफ्नो सफल कथा सुनाएपछि रमेश र सरितामा फेरि एउटा आशाको दियो बल्यो। उनीहरूले अन्तिम पटक प्रयास गर्ने निर्णय गरे। सानियामाले बताएको अस्पतालमा गएर उनीहरूले धैर्यताका साथ नयाँ ढङ्गले उपचार सुरु गरे। यसपटक उनीहरूले हतार गरेनन्। उपचार सुरु भएको केही महिनामै सरिताको स्वास्थ्यमा पनि परिवर्तन देखिन थाल्यो र अन्ततः त्यो दिन आयो जसको प्रतीक्षा उनीहरूले 1 दशकदेखि गरिरहेका थिए। सरिता गर्भवती भइन्। 9 महिना पनि पुग्यो, तर नर्मल तरिकाले बच्चा जन्मिएन। डाक्टरको सल्लाह अनुसार तत्काल अपरेसन गरेर अपरेसन सफल भए। अब उनीहरूको घरमा एउटा सुन्दर छोराको जन्म भयो। छोराको पहिलो रुहाई सुन्दा रमेश र सरिताका आँखाबाट वर्षका आँसु थामिएनन्। वर्षौँदेखि बाँझो भनेर गाली गर्ने छिमेकीहरू आज त्यही बालकलाई हेर्न र आशीर्वाद दिन लाइन लागेर आउन थाले। हिजो जसले तिरस्कार गरे आज तिनैलाई बधाई दिए। हिजो जो माइता गएर फर्किएका थिइन् आज उनी एउटा पूर्ण परिवारको जग बनेकी छिन्। रमेश र सरिताले बुझे कि जीवनमा पैसा र सन्तान मात्र ठुलो कुरो होइन। ठुलो त त्यो धैर्यता हो जसले मान्छेलाई कठिन समयमा पनि टुट्न दिँदैन। विवाहको 10 वर्षपछिको प्रतीक्षा सकिएर छोराको जन्म त भयो, तर खुसी धेरै दिन टिक्न सकेन। जन्मेको केही दिनमै छोराको शरीर निलो हुन थाल्यो। श्वास प्रश्वासमा पनि गम्भीर समस्या देखियो। जिल्ला अस्पतालले यहाँ सम्भव छैन भनेपछि रमेशले तत्काल एम्बुलेन्स खोजेर काठमाडौँको कान्ति बाल अस्पताल पुर्याए। डाक्टरले बच्चाको अवस्था नाजुक रहेको भन्दै तुरुन्त NICUमा राख्न भर्ना गरे। 15 दिनसम्म त्यो सानो शिशु मेसिन र पाइपको घेरामा मृत्युसँग लडिरह्यो। रमेश अस्पतालको चिसो पेटीमा बसेर भगवानसँग छोराको प्राणको भिक्षा मागिरहे। यता छोरा मृत्युसँग लडिरहेको थियो, उता सरिताको पनि सुत्केरी अवस्थामा स्वास्थ्य एक्कासी बिग्रियो। अत्याधिक रक्तस्राव र मानसिक तनावका कारण उनलाई कान्ति नजिकै रहेको शिक्षण अस्पतालमा भर्ना गर्नु पर्यो। अब रमेशको अग्नि परीक्षा सुरु भयो। एकातिर कान्तिमा छोरो भेन्टिलेटरमा छ, अर्कोतिर शिक्षण अस्पतालमा श्रीमती जीवन र मरणको दोसाँधमा छन्। रमेश कहिले कान्ति दौडिन्थे त कहिले शिक्षण अस्पताल। रिपोर्टहरूको थुप्रोले उनलाई थिचिसकेको थियो। गोजीमा पैसा सकिँदै थियो। शरीरमा निन्द्रा थिएन र मनमा शान्ति पनि थिएन।
केवल उनलाई डर थियो। छिमेकी र आफन्तहरूले यस्तो विपत्तिमा भने केही साथ दिए। रमेशले ती 15 दिन कसरी काट्यो त्यो उनलाई र ईश्वरलाई मात्र थाहा छ। कहिलेकाहीँ त उनलाई लाग्थ्यो कि मेरो भाग्यमा खुसी लेखिएकै छैन त। तर उनले हिक्मत हारेनन्। श्रीमतीको अगाडि जाँदा आँसु पुछेर छोरो ठिक छ भन्थे, अनि छोराको NICU अगाडि बाहिर आएर डाँको छोडेर रुन्थे। भनिन्छ नि, धैर्यको बाँध नफुटेसम्म भगवानले पनि परीक्षा लिन्छन्। 15 दिनको कठिन सङ्घर्षपछि छोराको अवस्थामा सुधार आएर उसलाई NICUबाट बाहिर निकालियो। यता सरिताको स्वास्थ्य पनि क्रमिक सुधार हुँदै गयो। जब पहिलो पटक सरिताले शिक्षण अस्पतालको बेडमा बसेर आफ्नो छोरालाई काखमा लिइन्, उनका सबै दुःख र आँसु एकै क्षणमा हराए। रमेशले सरिताको हात समात्दै भने, हामीले जितेका छौँ सरिता, हामीले मृत्युलाई जितेर हाम्रो संसार जोगाएका छौँ। आज रमेश र सरिताको छोरो स्कुल जान थालेको छ। उनीहरू आफ्नो पुरानो दिन सम्झेर अहिले पनि झस्किन्छन्। तर ती दुःखले उनीहरूलाई अझ बलियो बनाएको छ। सानीआमाको सही सल्लाह, कान्ति र शिक्षण अस्पतालका डाक्टरहरूको प्रयास र रमेशको कहिल्यै हार नमान्ने साहसले गर्दा नै आज उनीहरूको घरमा हाँसो गुन्जिएको छ। यो कथाले देखाउँछ कि जीवनमा एउटा समस्या सकिन नपाउँदै अर्को समस्या आउन सक्छ। तर यदि श्रीमान र श्रीमती अटुट विश्वास छ र पुरुषले आफ्नो परिवारका लागि पहाडसँग पनि लड्ने हिक्मत राख्छ भने असम्भव भन्ने केही छैन। अहिले उनीहरूका छोराछोरी हुर्किएर आफ्नै खुट्टामा उभिएका छन्। अहिले दुवैको कपाल सेतै फुलेको छ। शरीरमा पहिलेको जस्तो ऊर्जा त छैन, तर उनीहरू बीचको प्रेम भने अझै गाढा छ। आज पनि बेलुकाको समयमा रमेश सरिताको हात समातेर बगैँचामा टहलिन्छन्। मित्रहरू, यो त थियो धादिङका मित्र रमेश अधिकारीका अतीतका याद र भोकाइहरू। मित्रहरू, तपाईहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? जस्ताको तस्तै कमेन्ट गर्न भने नभुल्नुहोला। यदि तपाईहरूको पनि यस्तै कथाहरू छन् भने हामीलाई लेखी पठाउन सक्नुहुनेछ। हस् त, हामी पनि यस कार्यक्रमको साथ बिदा चाहन्छौँ। हस् त, नमस्ते।